त्योभन्दा माथिको छानबिन गर्ने निकायहरू छ, यहाँ सबै जानकार हुनुहुन्छ। अब एउटा के भयो, अर्को कुरा चाहिँ हामीले चाहिँ अब यो डस्टबिनको कुराहरू, बाटो कुराहरू, झाडी फाट्ने कुराहरू चाहिँ सम्बन्धमा म भर्खर आएको छु होइन, यहाँ सबै अवगतै हुन्छ। अब म केही कुराहरू यहाँ बुझ्नुलाई बुझ्न चाहिँ समय लाग्ला नै। यहाँको भौगोलिक हिसाबले पनि म अपरिचित छु। यहाँहरूसँग पनि अब अपरिचितै भएँ भनौँ न, यहाँको चाहिँ लोकालिटीको बारेमा पनि। अब यहाँको बेलौरी नगरपालिकाको विकास गर्नका लागि यहाँहरूसँग सहकार्य गर्ने म प्रतिबद्धता जनाउँछु, पहिलो कुरा। अब करारको कर्मचारीको सम्बन्धमा चाहिँ अब योभन्दा पहिलाका साथीहरूले गरेको, पहिलाका पदाधिकारी पनि गर्नुभयो होला अथवा राजनीतिक हिसाब पनि गर्नुभयो होला, यहाँहरूले धेरै कुराहरू अवगत गराइसक्नु भएको छ। यो के रहेछ, अब मैले अघि नै भनिसकेँ, अवगत गराइसकेँ। उहाँहरूले गरेको निर्णयमा मैले छानबिन गर्ने हैसियत मेरो हुन्छ हुँदैन, त्यो कुरो यहाँहरूले चाहिँ अवश्य पनि बुझ्नुहुनेछ। र यो परिचय, यो आई कार्डको सम्बन्धमा चाहिँ यदि के रहेछ यो कुरा चाहिँ मैले बुझेर यदि यो हाम्रो कर्मचारी इन्भल्भ रहेछ भने उहाँहरूलाई मैले सक्ने सम्मको स्पष्टीकरण सोध्ने, नसिहत के अरे सचेत गराउने लगायतका मेरो प्रत्येक कानुनले जे मलाई अधिकार प्रत्यादन गरेको छ त्यो सीमाभित्र रहेर मैले त्यो काम गर्ने नै छु। यसको जाँचबुझ गर्न बित्तिकै साथसाथै चाहिँ अब कारबाही गर्ने भनेको रहेछ भने कारबाही गर्न पनि म तयार छु। तर भन्दै मैले यो नगरपालिकालाई साँच्चै यहाँको साथ सपोर्ट पायो भनेपछि मैले चाहिँ यहाँहरूसँग सहकार्य गरेर बेलौरी नगरपालिकालाई समुन्नत नगरपालिका बनाउने चाहिँ प्रतिबद्धता चाहिँ जानकारी गराउन चाहन्छु। छानबिन गर्ने निकाय छानबिन गरिसक्यो, गलत भयो भने न मैले चाहिँ रोक्ने होइन। जस्तै छानबिन गर्ने निकायले एउटा मेयर साहबले गरेको निर्णयलाई गलत प्रशासकीय अतिरिक्त धेरै तल छ होइन। उहाँको छानबिन गर्ने निकाय चाहिँ छानबिन गर्ने निकायले त्यो गलत छ भन्यो भने होइन। जस्तै अदालतले भन्नु पर्यो, अख्तियारले भन्ला होइन। अब अदालतले चाहिँ के भन्छ गलत भन्नु, मैले अदालतले भनेको मिनेट सेकेन्डमै रोक्नु पर्छ। त्यो कुरा त म हेर्नु लाग्छ। गलतै भएको रहेछ, हिसाब छानबिन गरेर हुने रहेछ भने त्यो छानबिन गरेर गलत भएको रहेछ भने त्यो कारबाही हुन्छ।